एउटा ह्युमन रोबोट बनाएको छ ह्युमन रोबोट ओके यसमा चाहिँ हामी विभिन्न मोटर ट्रान्समिटर ब्याट्री जस्तै रिसिभर त्यस्तै विभिन्न चिज आएर हामी चाहिँ एक हप्तामा एउटा ह्युमन रोबोट बनाएको छौँ र यो चाहिँ सामान्य इन्सानलाई मान्छे जसरी हिँड्छ र विभिन्न काम छ जस्तै उदाहरणको लागि हामी चाहिँ त्यस्तै हेलो रोबोट यो चाहिँ हामी होटेलतिर खाजा खाना पुर्याउने जस्तै विभिन्न कामहरू गर्छ मान्छे जस्तै काम गर्छ बोल्न मात्रै सक्दैन अनि यो सबै तपाईँ